यहाँ तपाईँहरू देख्दै हुनुहुन्छ यो 2005 बाट चाहिँ सङ्कलन गरेको फोरहरू छ। यहाँ चाहिँ कञ्चनजङ्घादेखि लिएर अफ्रिकासम्मको फोर छ। म जहाँ जहाँ जान्छु त्यहाँबाट मैले एउटा न एउटा टुक्रा फोर सङ्कलन गरेर ल्याएको हुन्छु। त्यो फोरलाई चाहिँ मैले यसरी एज अ म्युजियमको रूपमा सानो एउटा सिसामा यसरी सजाएर राखेको छु। 20 वर्षभन्दा अगाडिदेखि मैले सङ्कलन गरेर राखेको फोर हो। हिमाल म्याक्सिमम पक्लिरहेको छ, हिउँ पक्लिरहेको छ, कालो ढुङ्गामा परिणत भइरहेको छ भनेर तपाईँहरूले मिडियाहरूमा सुन्नुहुन्छ। रिजन यही हो। यसको कारणले गर्दाखेरि हिमाल चढ्ने साथीहरूले चाहिँ यो फोरहरू त्यहाँ छोडेर राखेको हुन्छ। राखिसकेपछि त्यो चाहिँ यसरी पुरानो हुँदै यसरी खिया लागेको देख्नुहुन्छ। यसरी त्यहाँ चाहिँ पुरानो हुँदै अनि त्यसले चाहिँ वर्षेनी हिउँ पगाल्ने काम गर्छ। र मेरो सधैँभरि भन्ने गर्छु, एउटा प्लास्टिकको टुक्रा, सानो एउटा प्लास्टिक टुक्राले मैले एउटा नाङ्लो बराबरको हिउँ पगालेको देखेको कारणले गर्दा यसरी हेर्नुलाई अलिकति यसको माध्यमबाट जनचेतना अभिवृद्धि हुन्छ भन्ने लागेर मैले अहिले यो गरिरहेको छु र तपाईँहरूले पनि देखिराख्नु भएको छ। राख्नुको मेन उद्देश्य चाहिँ एउटा जनचेतना अभिवृद्धि गर्नको लागि हो।